नझोकिन्नु होला। खुलेआम मैले च्यालेन्ज दिएको छु। ल यो मेरो कुरालाई काटेर देखाउ त गठबन्धन गाँठोबन्धन गर्नेहरूले। यो कुरालाई काटेर देखाउनका लागि तपाईको साइबर स्याल प्रयोग नगर्नु। तपाई आफैले आमसभामा मैले जस्तो गर्दैन भन्नु 3 करोड नेपालीलाई भन्नु यो माटोको पक्षमा हो या तपाई विदेशी पक्षमा हो है। मैले अघि के भने राजनीतिको सबभन्दा ठुलो चुरो, सबभन्दा ठुलो कुरो, सबभन्दा ठुलो उद्देश्य भनेको यो देशको रक्षा हो है। यो देशको रक्षा हो। यो देशको रक्षा गर्ने नगर्ने भन्ने एजेन्डा सबैभन्दा ठुलो एजेन्डा हो। एउटा बाटो बनाइदिन्छु, एउटा पुल भवन बनाइदिन्छु भनेर हुँदैन। हामीलाई समृद्धि चाहिएको छ, सुख चाहिएको छ, तर स्वाधीनता सहितको सुख चाहिएको छ, नेपाली सुख चाहिएको छ। विदेशी सुख हाम्रो देशभित्र हुँदैन है। आफ्नो स्वाधीनतालाई भत्काएर, आफ्नो स्वाधीनतालाई बेचेर हामी कुनै पनि हालतमा सम्झौता गर्ने छैनौँ है। सुनको पिँजडामा बस्ने सुगा होइन नेपाली है। पिँजडा हो नि त, पिँजडा त होइन, सुनको हो तर पिँजडा हो। मैले भनेको छु नि, त्यो किसिमले चाहिँ हामी बस्न चाहँदैनौँ। हामी स्वतन्त्र भएर उड्न चाहन्छौँ, हामी सार्वभौम भएर बाँच्न चाहन्छौँ। त्यो शिर जहिले पनि उच्च हुनुपर्छ नेपालीको। त्यो शिर होइन जुन शिर चाहिँ तपाईँको विदेशीको अगाडि झुकिरहेको छ आज। यो स्वाभिमानको कुरा हो। श्रम संस्कृति भन्ने बित्तिकै खालि बेल्चा र गैँती बोक्ने रहेछ। किन बेल्चा र गैँती बोक्नु पर्यो हामीले भन्दाखेरि तपाईँ हामीले आफ्नै माटोमा श्रम नगरिकन समृद्धि कहाँबाट हुन्छ? तपाईँ हाम्रो बारी र खेतमा हामीले अन्न नछरिकन कहाँबाट लिएको खाने? अनि ठुल्ठुलो गफ गरेर आकाशतिर हेरेर हुन्छ हामीले? त्यसो भएको कारणले गर्दाखेरि श्रम गर्ने र श्रमिकलाई, श्रम गर्ने कल्चरलाई, श्रम गर्ने संस्कृतिलाई सम्मान गर्न चाहन्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। हामी त्यो श्रम संस्कृति हौँ, हामी त्यो माटोवादी हौँ, हामी त्यो तपाईँको छैन, हामी काम गर्ने मान्छे हौँ। तपाईँहरू काम गर्ने मान्छे बन्न चाहनुहुन्छ? एकचोटि हात उठाइदिनुहोस्। अत्यन्तै खुसी लाग्यो, कति राम्रो देखिएको है। यो दुईटा हातले तपाईँको पेटको लागि मात्रै काम नगरोस्, यो देशको लागि पनि काम गरोस् ल। हो म मर्दा कोही मलामी आउनु पर्दैन, देश बनाउन बोलाउँदा चाहिँ नाइ नभन्नु ल भन्ने मेरो गीत सुन्नु भएको छ हो। म तपाईँलाई यो देश बनाउनका लागि बोलाइरहेको छु, मेरो लागि होइन है। यो देश मेरो मात्रै हो र? यो देश जति मेरो हो उति तिम्रो पनि। बेथितिले तिमीलाई पनि पिरुलेको छ नि, अभावले तिमीलाई पनि सताएको छ नि। म लड्दा भो थाम्न मलाई, सहारा मलाई दिनु पर्दैन, देश उठाउन बोलाउँदा चाहिँ नाइ नभन्नु ल। म मर्दा भो मलामी कोही आउनु पर्दैन। हर्क साम्बाङ भोलि मर्दा कोही मलामी नआउनु है। तर यो देश बनाउन बोलाइरहेको छु मैले, यो देश बचाउन बोलाइरहेको छु। यो देश बनाउन र बचाउन मलाई सघाउनुहुन्छ तपाईँले हो। तपाईँले सघाउनुपर्छ, किनभने यो देश जति मेरो हो उति तिम्रो पनि। यो देश जति तिम्रो हो उति मेरो पनि। बेथितिले अभावले हामी सबैलाई सताएको छ नि। त्यो बेथिति र त्यो अभावको विरुद्धमा हामी अब तपाईँको सचेत भएर चेतना र पसिना यो दुईटै कुराको क्रान्ति गर्नेछौँ। त्यो दुईटै कुराको क्रान्तिको अभियान हो श्रम संस्कृतिको अभियान। म यो अभियानमा यहाँहरू सबैजनालाई हार्दिक सलाम गर्दै निम्तो गर्न चाहन्छु। तपाईँहरूलाई बोलाउनमा आएको छु। तपाईँहरू आउन चाहनुहुन्छ? हो, यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। धेरै कुराहरू मैले राख्न चाहन्न भाइ, यहाँहरूले कुरा बुझिसक्नु भएको छ। श्रम संस्कृति यो देशलाई बचाउन चाहन्छ सुरुमा है। आदरणीय जेनजीहरू, तपाईँहरू भ्रममा नपर्नुहोस्। कति जेनजीलाई यो यता जाने उता जाने भनेको छ, यस्तो भनेको छ। अरू मान्छेले तपाईँहरूको हितको बारेमा सोचेको छैन, हामी सोच्छौँ जेनजीको हितको बारेमा। हाम्रो श्रम संस्कृतिले चुनाव चिन्ह माटोमा अत्याधिक बहुमत लिएर जित्छ कि जित्दैन? त्यो जितिसकेपछि सरकार चलाउँदाखेरि जेनजीको आयोग गठन गर्छौँ हामी। हर्क साम्बाङले बोलेको कुरा रेकर्ड गरेर राख्नु है। कुनै
पार्टीले त्यो तपाईँको चाहिँ नि सोचेन। हर्क साम्पाङले जेनजीको त्यो बिजोग देख्दाखेरि कपाल खौरेर दुःख बोक्यो कि बोकेन? अझै पनि राम्रोसँग पलाइसकेको छैन। बुढो भयो कि के हो, पहिला त छिटो पलाउँथ्यो होइन, अझै राम्रो पलाइसकेको छैन। यो देशमा कुनै जनप्रतिनिधिले जेनजीको अन्त्येष्टि हुँदाखेरि दुःख बोक्यो? अहिले प्रधानमन्त्री बन्छु भनेर जेनजीलाई ल आन्दोलनमा जाऊ है भनेर 75 जना मान्छे मार्ने, सिंहदरबार जलाउन लाउने त्यो खालको तपाईँको वातावरण क्रिएट गरिदिने, प्रहरी साथीहरूलाई पनि तपाईँको तानेर लगारी कुटेर मारेको स्थितिसम्म पुर्याउने मान्छेले हार्दिक श्रद्धाञ्जली भनेर हार्दिक श्रद्धाञ्जली त धेरै लामो RIP रिप भन्ने लेख्यो। है जेनजी मर्दाखेरि दुःख बोक्ने मान्छे हो म, बुझ्नुभयो नि। जेनजीको स्मारक बनाउँदैछु धरानमा मैले, भ्रममा नपर्नुहोस् होइन। जति माया म यो देशलाई गर्छु नि सायदै कसैले गर्छ होला है, सायदै कसैले गर्छ होला। यो देशको मायामा भाव विभोल भएर 1000 भन्दा धेरै त मेरो गीत छ। यो हाम्रो धरती, हाम्रो आकाश एकछिन गाउने यो सबै मेरो गीतै गीत हो होइन। है त्यो देशको माया होला होइन। देशको माया नलाग्ने मान्छेले देशको गीत लेख्न सक्छ? सक्दैन। हो, जेनजीलाई मिसलिड गर्ने मान्छेहरू थुप्रै छन्। म भन्छु नेभर बी मिसयुज्ड, नेभर बी मिसलेड। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तमाम मजदुरहरूको कुरा गर्छु म यहाँ। मजदुरहरूको आवाज उठाउने कुनै अरू पार्टी छैन। आफूलाई सर्वहाराको पार्टी भन्ने, आफूलाई के को पार्टी भन्ने, अनि बिना स्रोतको सम्पत्ति जोडेर 5 वटा घर बनाउने मान्छेले तपाईँको हित चाहेको हुन्छ? नचाहिने कुरा है।